हेलो गाइस एकजनालाई त मै पाउँछ कि दुई तीन मनु हेलो अब हामी कहाँ जाँदैछ भन हामी पूजा घर जाने भनेर सोचेको थिएँ तर जाने भएन गाडी पनि माथि जाने भयो त्यही भएर हामी पूजालाई पनि लिएर जान्छौँ लिएर जानु खोजेको अनि भोलि बिहान उठेर सिरेचुली जान्छ हामी चाहिँ सिरेचुली जानु लागेको है गाडी बिग्रियो हामी बल्ल बल्ल आइपुग्यौँ मुख धुन थालेको घाम लागिरहेको धर्न हेर्नु यहाँ म बिहानबाट जल्दी भएपछि कहाँ उफ्री मुख धुनुपर्छ कसले भन भाइ म त यहाँ तिमीलाई भिडियो गर्नुलाई पो उभिएको त पूजासँग भेट भयो फाइनली हेलो यता नि बत्ती यता नि अझै सबभन्दा लास्टमा हामी छौँ फर्स्टै गाह्रो भइसक्यो गाह्रो होइन हामी इनर्जी बसाइरहेको तिनीहरूभन्दा हामी फर्स्ट त्यही हेर्नुहोस् यस्तो उकालो छ मोहन लागिसक्यो म त भ्यू नि हेर्न पुग्छु कि पुग्दैन मेरो भाइ जति सबै उता मान्छे मात्रै नि सकेन चितुन चुली आइपुग्यो हामी त आइपुग्यो भाइ हामी त आइपुग्यो बल्ल बल्ल आउँदै गर ओ बुढोहरु We are here now. सीता तेरो आइपुग्न हाम्रो आइपुग्न देखिन यो हो नि त अब यहाँ सनराइज कुदेर बसिरहेको जम्थानी दुई चार महिना घुमेर आउँथानी हिमल चुचुरे दाइको मन कस्तो बानी निष्ठुरे हेलो गाइज अब हाम्रो के भन्छ दाना पनि नमस्कार सबैलाई संसारको जुनसुकै कुनामा रहिरहनु भएका सबैहरूलाई शुभ बिहानी छ सिराइचुलीबाट आज चाहिँ हामी आफ्नै गाउँघरको किराना पसलबाट जङ्क फुडको हाम्रो बिहानी सुरु हुन्छ हाम्रो यसरी हेर्नुहोस् त कुरकुरे चिज बल कुरकुरे लेज वाइ चाउचाउ यसरी सुरु हुन्छ हाम्रो ल धन्यवाद बसो मनु खाए ल खाऊ एक्चुअली पुगेर अब घर फर्किनु लाग्यो अब हिँड्दै हिँड्दै कहाँ पुगिन्छ थाहा छैन अब हामी हिँड्दैछौँ बिस्तारी यो लालीग्रासको रुख हो अलिक फुल्ने बेला भएको छैन है त्यही तपाईँसँग होइन हौ माघ फागुनबाट फल फुल्नु सुरु गर्छ यो रुखको रुख भन्छ होइन यसलाई अनि त्यसपछि यो बाँझोको रुख अनि हामी चाहिँ अहिले सिराइचुलीबाट चाहिँ हामी अब फर्किने चाहिँ अर्को रुट हामी तोबाङ हुँदै फर्किँदैछौँ गाइस कस्तो भयो तिमीहरूको आज समग्रमा दिन एकदम खुसी भए रमाइलो पनि भयो है भन पूजा एकदम रमाइलो भयो भ्यू कस्तो लाग्यो भ्यू दामी लाग्यो सबभन्दा के हेर्यौ तिमीले भन सबभन्दा मन परेको चाहिँ घोडा हेरे अनि हिमालयले उसले त घोडा मात्रै होइन हात्ती पनि उसले त हात्ती देख्यो रे बोला भन मन कस्तो भयो एकदम रमाइलो भयो फेरि भन रमाइलो भयो त्यहाँबाट एकदम राम्रो देख्यो कस्तो भयो ईशान
सबसे पहिला हामी फर्स्ट टाइम पुगेको थिए अनि हामी पुग्दाखेरि यस्तो झलल्ल बोलेको चितवन देख्यो अनि चितवन हेर्न आउने भयो तपाईँहरू पनि आउनु होला बिहान 4 बजी हिँडेको अब फर्किँदैछौँ हामी फर्किँदाखेरि 9 बजिसक्यो नाजुक अवस्था बल्ल बल्ल आइपुग्यौँ है आइपुगे छैन दादालाई देखाउनु दादा म पो हलमल हलमलमा परे हो शब्दहरू बग्दै बग्दै जाँदा तमोर नदी पन्लान् अग्लिँदै अग्लिँदै जाँदा बल्ल बल्ल घर आइपुग्यो आज धेरै हिँड्यो हामी के भन्नु मैले अब फाइनल्ली फाइनली बिहानको 4 बजेदेखिबाट 9 घन्टा हिँड्यो मलाई 9 घन्टाको सफारीमा आज पहिलोचोटि होला है घर आइपुग्यो अब घर आइपुगेर अब नुहाउने हो बल्ल बल्ल हिँड्यो आजै होला धेरै धेरै बेर हिँडेको